Hello everyone, it's me Ayush. आज मैले सुनेको चाहिँ एआई prompt इन्जिनियरिङको चाहिँ पार्ट 2। सो पार्ट 2 मा चाहिँ मजालाई एआईसँग चाहिँ अब म चाहिँ वर्क गरेर देखाउँछु, बोलेर देखाउँछु, आउटपुटहरू देखाउँछु। सो लेट्स गो। पहिलोमा चाहिँ हामीले यसलाई बुझाएका थियौँ होइन। अब यसको चाहिँ वर्क गरेर देखाउँछु ल। यसको म यसरी एउटा यो विन्डोमा राख्छु यसलाई र यहाँनिर मैले एउटा जेमिनाई युज गरिरहेको छु ल। सो अब यो युज गरेर म यहाँ हजुरलाई देखाउँछु है त। यो हेर्नुहोस् अनि यो हेर्नुहोस् त। सिलेक्टको अब यसो गरौँ न। यसलाई चाहिँ यता राखिदिउँ, यसलाई चाहिँ यता राखिदिउँ, यसलाई चाहिँ यता राखिदिउँ ल। यसको ल यसलाई यता राखिदिउँ, यसलाई यता राखिदिउँ, सजिलो हुन्छ मलाई पनि, हजुरलाई पनि सजिलो हुन्छ बुझ्नलाई है त। सिलेक्टको अब भने चाहिँ आज भने चाहिँ म यसलाई वर्क गरेर देखाउँछु। मैले चाहिँ जिमलाई युज गरिरहेको छु किनभने यसमा लिमिटेसन धेरै हुँदैन होइन। च्याट जिपिटीहरूमा चाहिँ लिमिटेसन हुन्छ। मैले यसलाई चाहिँ फास्ट मोडमै राखेको छु, सिम्पल एन्सर क्विकली एकदमै छिटो र अहिलेको लागि म हजुरलाई देखाउँछु है त। सो सबैभन्दा पहिले हामीले यो रोल चाहिँ दिनुपर्ने हुन्छ जस्तो हो। मैले यो एक्ट एज अ प्रोफेसनल कोडर भनेर यत्तिकै हजुरलाई मैले देखाउनको लागि लेखेँ ल। त्यो चाहिँ कमा। अब यहाँनिर के लेखेको छ भने एक्सप्लेन वाट टु डु भनेको छ होइन। अब यहाँ चाहिँ के लेख्ने भने राइट ब्लग अन नेपाल भनेर मैले भने होइन। अब यहाँनिर के भनेको छ भने प्रोभाइड कन्टेक्स्ट भनेको छ है, ब्याकग्राउन्ड इन्फर्मेसन हु इज इट फर। अब यहाँनिर चाहिँ के लेख्ने भने ओभर टेक एन्ड answer and then clear for the future in नेपाल भन्ने। सो यहाँ चाहिँ के भनेको छ भने प्रोफेसनल कोडर हो म होइन। म एज अ प्रोफेसनल कोडर हो, तर यो प्रोफेसनल कोडरको हिसाबले एउटा ब्लग चाहिँ लेख होइन। त्यो ब्लगमा चाहिँ के लेख भने नि त्यो ब्लगमा चाहिँ टेक स्टुडेन्ट। अब म त प्रोफेसनल कोडर हो नि त। सो मैले एउटा कुनै पनि कोड रिलेटेड अथवा टेक रिलेटेड ब्लग बनाउनु पऱ्यो भने अब यो तरिकाको चाहिँ ब्लग बना जसले गर्दाखेरि चाहिँ टेक स्टुडेन्ट फ्रिलान्सर र फ्युचरमा चाहिँ टेक वर्कहरू गर्नेहरूको लागि चाहिँ इम्पोर्टेन्ट होस् भनेर लेखेको हो होइन। अब यहाँनिर नो जार्गन भनेको छ। यो भनेको चाहिँ कम्प्लिकेसन वर्डहरू युज नहोस् भनेको छ। सो यसलाई पनि नो जार्गन भनेर लेख्थ्यौँ। अनि त्यस पछाडि मलाई यो चाहिँ 100-300 वर्ड भनेर लेखेको छ। मैले यहाँनिर 100 वर्ड्स 100 ठुलै भनौँ न है, 200 वर्ड्स हालिदिँदा 200 वर्ड्स भनेर। अब यहाँनिर स्पेसिफिक ल्याङ्ग्वेज अब यहाँनिर चाहिँ के लेख्दिने इङ्ग्लिस एन्ड युज नेपाली भन्ने क्या, इङ्ग्लिस र नेपालीको मिक्स पनि युज गर्न मिल्छ भन्ने। सो द्याट पढ्नेहरूलाई सजिलो हुन्छ नेपालीको लागि भनेर त। त्यस पछाडि अब यहाँनिर युज बुलेट्स वाइन टु इनफ नेसेसरी भन्ने है। नेसेसरी छ भने बुलेट पोइन्ट युज गर भन्ने। अब यहाँनिर आउटपुटमा टेबलमा चाहियो कि कोडटकमा चाहियो कि इमेलमा चाहियो कि मार्कडाउनमा चाहियो। यो सिम्पल एलाइनमा लेख्दा पनि हुन्छ। मलाई यो टेबल पनि चाहिएको छैन, मलाई यसलाई कोडटक पनि अहिले कोड होइन, इमेल पनि होइन र मार्कडाउन लिस्ट पनि होइन है। अब यहाँनिर हेर्नुहोस्, यहाँ इक्जाम्पल अफ दिस फर्मेट इन एक्सन भनेर भनेको छ। यसरी चाहिँ हामीले यो लेख्न मिल्यो है। अब यसरी एकदमै लेख्न मिल्यो है त। As a professional coder, simple I want blog so right यसरी लेख्दा पनि हुन्छ है राइटर। यसरी सिम्पली मैले एकदम सिम्पल यसलाई एकदमै सिम्पल राखेको हजुरको यो किन्डर लेभल हजुरलाई देखाइरहेको छु। सो इन्टर गरेँ मैले। सो हेर्नुहोस् यहाँ भनेको छ नेपालको चाहिँ किन फ्युचर ब्राइट छ होइन। यसलाई चाहिने पोइन्टहरू पनि लेख्यो, गुड ट्रिप्सहरू पनि लेख्यो है। सो यहाँ आएर चाहिँ यो
यो अलिकति लेखेको छ। अब यसमा चाहिँ अब हामीले अझै यसलाई स्पेसिफाइज बनाउन सकिन्छ। लाइक अझै पोइन्टहरू दिन मिल्छ। पोइन्टर कसरी दिने हेर्नुहोस् ल। राइट डिटेल होइन। त्यस पछाडि अर्को भनेको अन्डर 500 words डिटेलमा लागि 500 words चाहिन्छ। अनि नो vague words सिम्पल। त्यस पछाडि use table if necessary। मलाई यो मैले देखाइरहेको छु क्या कसरी यो भइरहेको छ। लाइक टेबल युज गरेर देखाइदिन्छु सो द्याट वाज लाइक थाहा हुन्छ यसरी युज गर्छ भनेर है त। सो हेर्नुहोस् यसरी भन्यो यो यसरी लेख्यो यो टेक के हो कसो हो भन्ने है। त्यस पछाडि यहाँनिर करेन्ट स्टेट भनेर देखाइएको छ। अनि यहाँनिर चाहिँ किन फ्युचरमा छ भनेर यो टेबल युज गर्यो। त्यस पछाडि इसेन्सियल्स के चाहिन्छ भनेर पनि दियो। च्यालेन्जेसहरू के छ लेखिदियो। अनि क्लोजिङ थटहरू के छ अब मेरो हिसाबमा चाहिँ मलाई दियो यसले है। सो हजुरलाई आफ्नो हिसाबले लेख्न मिल्छ। सो यसरी हजुरले यो ब्लग लेखाउन मिल्छ है। यसलाई नै हामीले कपी पेस्ट गरेर यसलाई ब्लगको रूपमा युज गर्न मिल्यो। अब अर्को यहाँनिर प्रोफेसनल कोडर यहाँनिर चाहिँ एउटा के भन्ने भने एउटा अब चाहिँ मजाले एउटा कोड लेख भनेर भन्छ ल। जस्तो राइट अथवा यहाँनिर एउटा यो हुन्छ सो हेर्नुहोस् स्टेप बाई स्टेपलाई सोध्ने हो क्या। अब यो एकैचोटि दिनु भन्दा पनि स्टेप बाई स्टेप जे चाहिन्छ जे चाहिँ बनाउने हो त्यो बनाउँदै जान्छ अनि गर्ने हो है। मलाई पनि एकदमै यो स्टेप चाहिँ मनपर्छ है। यो स्टेप बाई स्टेप। त्यस पछाडि चाहिँ अनि बिस्तारै यसले बुझ्दै जान्छ। अनि त्यस पछाडि अझ कन्टेस्ट हुन्छ। अनि सबै कुरालाई एकैचोटि मिलाएर ड्याङ्ग ल्या भनेर चाहिँ भन्न मिल्छ क्या है। सो अब यहाँनिर चाहिँ हामीलाई एकदमै सिम्पल रूपमा मैले एउटा यो टेम्प्लेट युज गरेर देखाउँछु है। सो यहाँनिर एज अ सिनियर फुल स्ट्याक डेभलपर सो यहाँनिर एउटा यो पोइन्ट लिएँ मैले है। राइट अ कोड फर website as a senior site developer. So create a portfolio web page with all my details भनेर अब यहाँ डिटेल्स पनि हाल्न मिल्छ। अथवा हामीले सिम्पल मैले अहिलेको लागि आइसक्यो भनेर लेखेँ। त्यस पछाडि टेक्निटिजन भनेर लेखेँ होइन। त्यस पछाडि जसको यसरी पनि गर्न मिल्छ। यसरी पोइन्टहरू दिन मिल्छ है। यसरी सिम्पल अहिलेको लागि यति मात्रै लेखेँ। अनि के भन्यो भने युज HTML CSS एन्ड JS भन्ने है। सो यसरी पनि भन्नु मिल्यो। यसरी पनि हजुरले सिम्पल रूपमा चाहिँ भन्न मिल्छ यति मलाई चाहिएको छ भनेर। सो एज अ senior full stack developer, so create a portfolio page with all my detail. I use as a technician. You use HTML, CSS and JavaScript भनेर भन्यो है। सिम्पल। सो यसरी यसले दियो होइन। यसमा चाहिँ मैले के भन्यो भने मेक इट इन वान कोड भन्ने सो द्याट चाहिँ एकैचोटि भन्छ होइन। त्यो गर्न पनि मिल्यो। अब बेला बेला हालेर गर्छु भन्नु पनि मिल्यो। अहिलेको लागि मैले एकैचोटि गरेँ है। कपी पेस्ट किन गरेर सो ओके अहिलेको लागि चाहिँ म हजुरलाई देखाउन गएको छु। मेरो एउटा वेबसाइट छ आइसवाच अरे होइन। सो यहाँ गएर हजुरले प्रोजेक्ट्समा जानुहुन्छ भने यहाँनिर इन्स्टार्ट कोड भन्ने छ। इन्स्टार्ट कोडमा जानुलाई म यो मेरो वेबसाइटको लिङ्क चाहिँ डिस्क्रिप्सनमा हालिदिन्छु। यो डाइरेक्ट हालिदिन्छु ल। यहाँबाट हेर्न ल। ओके अहिलेको लागि चाहिँ मैले यहाँनिर क्लियर गरेँ। ओके अब यहाँनिर म यो कोड जुन छ त्यो कपी पेस्ट गर्छु है त। सो एउटै कोडमा यसले ल्याइदिएको छ है। एउटै कोडमा अहिले CSSहरू सबै कमान्ड गरिहाल्यो। अब भने चाहिँ पेस्ट गर्ने सिधै हेर्नुहोस्।
अटोमेटिक रूपमा वेबसाइट चाहिँ क्रिएट गरिसकेको छ। हेर्नुहोस् यसले एकदमै सजिलो वेबसाइट चाहिँ क्रिएट गरिसकेको छ है त। हेर्नुहोस् मेरो वर्डहरू के युज भएको छ भनेर हेरेर यसले चाहिँ बनाएको छ। सो यसरी हामीले यो गर्न सक्छौँ। अब यसरी नै अरू कोडहरू पनि लेख्न मिल्छ। अब अहिलेको लागि चाहिँ अलिकति एडभान्स चाहिँ के लेख्ने भने right or forward the web page of school and to make recorded and make responsive वेब पेजमा यो स्कुलको लागि वेब पेज हो है। सो यदि कोही पनि हजुरलाई स्कुलहरूको लागि चाहिँ वेब पेज बनाउन मन छ अनि कसैले मलाई दियो भने होइन, अब त्यहाँबाट चाहिँ हामीले यसरी पनि यो कोड लेखेर एउटा स्कुलको वेबसाइट बनाउनु मिल्छ। अनि हजुरले स्कुलमा गएर चाहिँ म हजुरको लागि वेबसाइट बनाइदिन्छु भनेर पनि प्रोजेक्टहरू लिन सक्नुहुन्छ है त। कपी पेस्ट गरेँ अनि यहाँ लगेर मलाई यहाँ लगेर म पेस्ट गरेर देखाइदिन्छु कस्तो देखिन्छ। हेर्नुहोस् यहाँबाट चाहिँ रेकर्ड लिन मिल्यो, सेभ गर्न मिल्यो। स्कुलको लागि यो स्कुलको एउटा ड्यासबोर्ड हो है। सो यहाँ चाहिँ हामीले कुन बेला स्कुलको लिन मिल्यो, कन्ट्याक्ट नम्बर लिन मिल्यो र रेकर्ड सेभ गर्न मिल्यो है। मैले यहाँ लेखेको छु भने नि राइट अ वेबसाइट अफ स्कुल टु मेक अल इन्फो रेकर्डेड एन्ड मेक अ रिसोर्स वेब पेज भनेको छ। सो यहाँ मैले चाहिँ के बनाएको भने यहाँ चाहिँ हजुरको यो स्कुलको रेकर्ड एउटा को स्टुडेन्ट कति क्लासको भनेर रेकर्ड बनाउनुको लागि एउटा वेब पेज बनेको छ है त। अब यो चाहिँ हजुरले यसलाई अहिलेको लागि त यो लोकल स्टोरेजमा छ है। हेर्नुहोस् यहाँ लोकल स्टोरेजमा सेभ छ भनेको यहाँनिर कुकिज छ नि, यो कुकिजमा लगेर सेभ भएको छ। हेर्नुहोस् है यो सेभ भएको छ होइन। पछि यसलाई हटायो भने सबै हट्छ है। त्यहाँ अब एउटा चाहिँ ड्यासबोर्ड अर्को एउटा चाहिँ डाटाबेस हजुरले चाहिँ लिनुपर्ने हुन्छ। डाटाबेसमा चाहिँ सुपाबेस विभिन्न डाटाबेसहरू छ होइन। सो एडब्ल्युएस पनि छ, त्यहाँ पनि हेर्न सक्नुहुन्छ। पहिलाको लागि म हजुरलाई देखाउन गइरहेको छु जस्तो 20 लिए अनि मैले सिम्पल सेभ गरेँ। तपाईँले यो यहाँ पनि चाहियो अरे सिम्पल सेभ गरेर हेर्नुहोस् यो कन्ट्याक्टहरू अनि सबैहरू यहाँ सेभ छ कि सो डिलिट गर्न मिल्यो। सो यसरी चाहिँ हामीले डाटा एन्ट्री पनि गर्न मिल्छ। यसरी डाइरेक्ट चाहिँ स्टुडेन्टहरू कति छन् के छन् भनेर पनि चाहिँ हेर्न मिल्छ क्या है। सो दिस भेरी गुड वेबसाइट है त। यति नै हो अहिलेको यो कोडको लागि है त। भने चाहिँ अझै अलिकति कम्प्लेक्स चाहिँ के लेख्ने भने नि जस्तो मैले यसलाई नै अहिले कपी पेस्ट गरेर हेरेँ भने के हुन्छ हेर्नु ल। मैले यही प्रम्प्टलाई दिएँ भने यसले के रिजल्ट दिन्छ हेरौँ ल। यहाँनिर सिन्ट्याक्स चाहिँ दिएको छुइनँ है मैले, सिन्ट्याक्स बिनै दिएको छु। त्यही पनि यसले केही न केही अटोमेटिक रूपमा लियो अनि दिएको छ। मेरो कुनै एउटा प्रोजेक्टको है यो चाहिँ कुनै एउटा प्रोजेक्टको हो एउटा यो न्युज एग्रिगेटर को लागि चाहिँ दिएको छ। भने चाहिँ एउटा इमेज पनि बनाएर हेरौँ ल। एउटा इमेज बनाएर हेरौँ मेक अ इमेज अथवा आफ्नो कन्टेक्स्ट पनि दिएर मिल्छ लाइक graphic designer. So I want the inspo how to make the school fly. So generate open flyer image with the inspo like this. Uncover space.
यहाँ चाहिँ एबिसिडी स्कुल स्कुल है त्यस पछाडि विराटनगर विराटनगर जगेश भन्ने त्यस पछाडि कन्ट्याक्ट नम्बर कन्ट्याक्ट नम्बर 9 सेलिब्रेसन एक्स भन्ने है सिम्पल अब त्यस पछाडि एड एडमिसन ओपन right grade 11 and 12 भन्ने है so add student image to Nepali base student yeah that would good layout भन्ने है सिम्पल अहिलेको लागि मैले आज चाहिँ हजुरलाई मैले एउटा ब्लग बनाएर देखाएँ एउटा कोड बनाएर देखाएँ अनि यो इमेज बनाएर देखाइरहेको छु है त सो हेरौँ यसले के कस्तो इमेज चाहिँ बनाउँछ है सो बनाइसकेको छ सिम्पल नेपाली नै राखेको छ है अनि यो इमेज हेर्नुहोस् न डिटेल कस्तो डिटेल छ लाइक स्कुलको चाहिँ एबिसिडी स्कुल भनेर राख्न खोजेको छ तर अलिकति बिगारेको छ त्यसलाई मिलाउन मिल्छ हामीले दिन मिल्छ है त्यस पछाडि यो बबाल बनाइदिएको यता हाम्रो ओपन अनि ग्रेड 11 साइन्स म्यानेजमेन्ट विजेट स्कुल है सोनाइन्दा कस्तो राम्रो बनाएको छ सो अब यो हिसाबमा अब हामीले यसलाई नै दिन मिल्यो है अब यसमा चाहिँ एडिट गर्न मिल्यो जस्तो अब यहाँ के एडिट गर्न मिल्यो भने नि मेक वेबसाइट नेम एज ए बी सी डी स्कुल डट एनपी दिनको लागि है त्यस पछाडि मेक प्रोजेक्ट XYZ बिल्डिङ होइन अनि त्यस पछाडि के लेख्ने भने मेक एसटिडी 0 5 होइन 20 52 है सिम्पल अहिलेको लागि सो लेट्स गो यसले कस्तो खालको इमेज चाहिँ बिल्ड गर्छ सो लेट्स गो हामी हेर्छौँ ल यसले दिएको चाहिँ कति साह्रो एक्युरेट दिन्छ दिँदैन के छ हेरौँ है त सो हेर्नु हेर्नु बनाइसकेको छ एउटा भनेको यो 2025 बनायो त्यस पछाडि यो साइटको नाम पनि बनायो XYZ बिल्डिङ पनि बनायो है मैले भनेको कुराहरू सबै बनायो है अब अर्को भनेको चाहिँ मेक इट फुल साइज 9:16 भनेर भने है सो यो साइज भनेको यो पुरै साइज यो नदिने पुरै साइज मलाई चाहियो भने मैले क्या सो त्यो साइजमा मलाई चाहियो भने मैले त्यो साइज मैले दिन्छ दिँदैन हेरौँ ल मैले आजको लागि चाहिँ एउटा ब्लगरको रूपमा पनि हेरेँ एउटा कोडरको हिसाबले पनि भने होइन सो त्यो साइजमा चाहिँ दियो दिन चाहिँ होइन तर यहाँनिर यो ब्याकग्राउन्ड दियो यो ब्याकग्राउन्डलाई हामीले पछि एडिट गर्न पनि मिल्छ त्यस्तो साह्रो इस्यु केही पनि रहँदैन है त त्यो चाहिँ हामीले बुझ्न सक्छौँ केही पनि छैन है सो अब भने चाहिँ
म हजुरलाई अर्को एउटा देखाउन गइरहेको छु। त्यो चाहिँ के हो भने नि अनि एउटा कुरा है मैले यो जुन युज गरिरहेको छु त्यो चाहिँ मैले आफूले डेभलप गरेको नोटेड भन्ने हो है। सो हजुरलाई म यसको पनि लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु हजुरले हेर्न सक्नुहुन्छ है त। सो म आफूले नै कोड आफूले नै टुलहरू चलाइरहेको हुन्छु धेरै जसो है। अनि विभिन्न टुलहरू चाहिँ युज गर्न सक्नुहुन्छ होइन। सो अब भनेदेखि चाहिँ यहाँनिर मैले एउटा स्टेप दिएँ होइन। आज चाहिँ हजुरलाई मैले 3टा कुरा चाहिँ सिकाएँ। अब आउने पाठहरू पनि अझ धेरै कुराहरू हामी बुझ्दै जानेछौँ। आजको लागि चाहिँ मैले एउटा ब्लगरको लागि, एउटा कोडरको लागि र एउटा तपाईँको ग्राफिक डिजाइनिङहरूको लागि चाहिँ यसरी एउटा इन्सपो लिन सकिन्छ। यसमै पनि धेरै कुराहरू एड गर्न सकिन्छ। यसलाई नै युज गर्न पनि सकिन्छ, नभए यो बेसिसमा आफूले पाउनु पनि सकिन्छ। सो आजको लागि यति नै। थ्याङ्क यू अनि हेर्दै गर्नुहोला टेक्स्ट अफ द बाई बाई।